आज अलि फरक, सबैलाई चासो लाग्ने र सबैलाई आवश्यक पर्ने विषय लिएर आएको छु। बच्चाहरूको मनोविज्ञान। बच्चाहरू खेल्न रमाउँछन्, कुद्न रमाउँछन् अनि विशेष गरी टिभी मोबाइलमा व्यस्त रहन रमाउँछन्। त्यसमा व्यस्त रहँदाखेरि उनीहरू कार्टुनमा रमाउन बढी चाहन्छन्, कार्टुनमा बढी रमाउँछन्। हामीलाई लाग्छ उनीहरू कार्टुनमा अल्झिराखेका छन्, तर त्यसबाट उनीहरूले के सिक्छन् त? केही त सिक्छन्। यो बाल्य अवस्था भनेको नयाँ कुरा जान्न र सिक्नका लागि सबैभन्दा उत्सुक समय पनि हो भनिन्छ। अहिलेको समयमा मनोरञ्जनको साधन मात्रै नभएर कार्टुन बालबालिकाको सिकाइको एउटा प्रभावकारी माध्यम पनि बनेको छ। कार्टुनबाट सिक्न सकिने धेरै कुराहरू छन्, जसमध्ये हामीले केही विषयहरू चाहिँ तपाईँलाई आज जानकारी गराउन मन लाग्यो। धेरैजसो कार्टुनका कथाहरू तपाईँले पनि याद गर्नुभएको होला। इमान्दारी, सहयोग, मित्रता र सम्मान जस्ता विषयमा आधारित हुन्छन्। ती पात्रहरू मार्फत बालबालिकाले स्वार्थी हुँदा वा झुट बोल्दा कस्तो नतिजा भोग्नुपर्छ र असल व्यवहारले समाजमा कसरी ठाउँ बनाउन सकिन्छ भन्ने कुरा सजिलै बुझ्छन्। चित्र रङ्गीन हुन्छ अनि संवाद सरल हुन्छ। बालबालिकाको शब्द भण्डार वृद्धि गर्न पनि त्यसले मद्दत गर्छ। नयाँ शब्दहरू सिक्छन्, तिनको सही प्रयोगबारे उनीहरू जानकारी लिन सक्छन्। त्यसै गरी हाम्रो नेपालको सन्दर्भमा त अधिकांश बालबालिकाले धेरैजसो हिन्दी र अङ्ग्रेजी भाषाको आधारभूत ज्ञान कार्टुन हेरेरै प्राप्त गरेर हुन्छन्। कार्टुनको आफ्नै एउटा काल्पनिक संसार हुन्छ, जहाँ रोचक कथा र घटनाक्रमले बालबालिकाको सोच्ने र कल्पना गर्ने क्षमतालाई फराकिलो बनाउँछ। यो रचनात्मक सोच उनीहरूको बौद्धिक विकासको महत्त्वपूर्ण हिस्सा हो भनेर हामीले बिर्सनु हुँदैन। कार्टुनमा पात्रहरूले विभिन्न चुनौतीको सामना गर्छन् र आफ्नै बुद्धिले ती समस्या सुल्झाउँछन्, जसले बालबालिकामा समस्याहरू त आउँछन् तर तिनको समाधान पनि हुन्छ भन्ने सकारात्मक सोच र तार्किक क्षमताको विकास गर्छ। कति बेला के कस्तो अवस्थामा कसले के गर्दा खुसी हुने, दुखी हुने, रिस कति बेला उठ्छ, डर कति बेला लाग्छ जस्ता भावहरू कार्टुनमा प्रष्टसँग देखाइन्छ, जसले बालबालिकालाई अरूको भावना बुझ्न र आफ्ना भावनाहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ। जन्मदिन मनाउने शैलीदेखि लिएर समाजका विभिन्न संस्कारहरूबारे बालबालिकाले रमाइलो गर्दै जानकारी लिन सक्छन्। त्यसैले कार्टुन सिकाइको राम्रो माध्यम भए तापनि बालबालिकाले के हेर्दैछन् र कति समय हेर्दैछन् भन्ने कुरामा भने अभिभावकले ध्यान दिनु उत्तिकै जरुरी हुन्छ। सही कार्टुनको छनौटले उनीहरूको चौतर्फी विकासमा ठूलो टेवा पुर्याउँछ। यदि गलत सामग्री उनीहरू हेर्दैछन् भने हामी सतर्क हुनुपर्छ। आजलाई यति नै। भोलि आउँछु अर्को सामग्री लिएर।